हेलो, गुड मर्निङ। आज म कसरी हर्बल टी बनाउँछु हजुरहरूलाई देखाउँछु है त हेर्नुहोस्। मसँग चाहिँ लेमन ग्रास छ, आफैले रोपेको गमलामा। त्यो लेमन ग्रास काटेँ मैले 2-3 वटा पात। साथै तुलसीको पात पनि छ मसँग। तुलसीको बोटै छ गमलामा रोपेको, त्यसलाई पनि मैले टिपेर ल्याएँ। र रोजमेरी पनि रोपेको छु। त्यो रोजमेरीको पनि 3-4 वटा पातहरू टिपेर ल्याउने र त्यसलाई राम्रोसँग पखालेर यसरी काटेर राख्ने। त्यसमा अदुवाहरू पनि मिसाउन सकिन्छ। अब यसलाई सबैलाई बोइल गर्नुपर्छ। मैले चाहिँ दालचिनीको धुलो यसरी बनाएर राखेको छु, यो मिसाएँ। र दालचिनीको धुलो सँगसँगै मरिचको धुलो पनि बनाएर राखेको छु, मरिच ल्वाङ सुकुमेलको त्यो हालेँ। अब यो मजाले 5 मिनटसम्म उम्लिन दिने। मजाले उम्लिसकेपछि चाहिँ म चाहिँ यसमा हनी हालेर पिउँछु यो हर्बल टी। हजुरहरूले चाहिँ सक्खर चिनी जे हाल्न पनि सक्नुहुन्छ। मैले चाहिँ हनी हालेर बनाएँ, एकदमै मिठो हुन्छ। जाडोमा बनाएर खानुहोस् है त।